आइरहेछ आवाज? ओके, यो मेरो फर्स्ट पर्फर्मेन्स हो मैले गरिरहेको। सो आउँदाखेरि म अलिक नर्भस थिएँ अहिले पनि एकछिनसम्म, बट यता पर्फर्मेन्सहरू हेर्दाखेरि अफ माई फेलो पर्फर्मर्स अलिकति कन्फिडेन्स आयो। थ्याङ्क यू। सो मेरो नाम अर्षद शेख हो। नामले त तपाईँहरूले थाहा नै पाइसक्नुभयो होला कि म मुस्लिम हो। मुस्लिम त थाहा छ नि सबैलाई? त्यही सो म मुस्लिम हो। अब प्लिज मलाई यो बिरयानी खुवाउन चाहिँ नभन्नु होला है। थाहा छैन यो कस्तो मिसकन्सेप्सन हो। मान्छेहरूलाई किन यस्तो लाग्छ कि हामी सधैँ बिरयानी नै खाएर बसिरहेको हुन्छौँ। जस्तो कि मेरो एउटा साथी छ, अफिसकै कलिग हो एउटा। एक दिन अफिसको केटाहरू मिलेर लगाइज कति बाहिर गएर खाजा खाइराख्नु, भोलि यसो गरौँ, घरबाट सबैले केही न केही लिएर आउँ अनि अफिसमै बसेर खाजा खाउँ न त भनेर भन्यो। एक्चुअली भोलिपल्ट तिज थियो, सबै केटीहरूलाई छुट्टी र हामी केटाहरूलाई चाहिँ अफिस आएर काम गर्नुपर्ने। टर्चर देखिरहेछौ। एउटा त अफिसले हामीलाई छुट्टी दिएन र अफिस आउनको लागि जुन मोटिभेसन चाहिन्छ त्यो पनि छैन। एनिवेज, सो भोलि धेरैजना पनि हुन्नन् अफिसमा। सो अफिसमा घरबाट आफ्नो केही ल्याउँ अनि अफिसमा बसेर सबैजना खाजा खाउँ भनेर कुरा भयो। त्यतिमै मेरो एउटा साथीले, साथी तिमी भोलि बिरयानी ल्याउँ त। मैले त तँलाई कहिले ऐला ल्याउनु भनेको छैन। धेरै मिसकन्सेप्सन छ। मान्छेहरूलाई किन यस्तो लाग्छ कि हामी सधैँ बिरयानी नै खाएर बसिरहेको हुन्छौँ। होला यिनीहरूको यस्तै यस्तै कुराले गर्दाखेरि मैले अफिस छोडेको हो। एकचोटिको कुरा हो, अफिसको एचआर, हाम्रो अफिसको एचआर सायद त्यो दिन प्रिन्टरको इङ्क सकेर होला अलिक फुर्सदमा थियो। हाम्रो अफिसको एचआर दिनभरि प्रिन्टर अगाडि नै हुन्छ। म बिहान अफिस गएदेखि बेलुका फर्किनुजेलसम्म म उसलाई त्यही प्रिन्टर अगाडि नै देख्छु। दिनभरि ट्याक 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 ट्याक। खै के प्रिन्ट गरेर बस्छ दिनभरि, स्यालेरी त कहिले टाइममा हालिदिने होइन। सो जे होस्, एचआर त्यो दिन अलिक फुर्सदमा थियो र सोसल मिडिया टिम आएर एचआरलाई, म्याम अफिसको पेजको लागि एउटा रिल बनाउनु पर्ने थियो। एचआरले, कस्तो रिल? ब्रिङ्गिङ ऱ्यान्डम थिङ्स टु अफिस भन्ने। ब्रिङ्गिङ ऱ्यान्डम थिङ्स टु अफिस देख्नु भएको छ यस्तो रिल तपाईँहरूले? जसले देख्नु भएको छैन म भनिदिन्छु। यसमा चाहिँ के हुन्छ भने घरबाट सबैले अफिसमा केही न केही ऱ्यान्डम थिङ्सहरू ल्याउँछन्, कुनै पनि ऱ्यान्डम सामान। जस्तै कसैले कचौरा ल्यायो, कसैले कुचो ल्यायो र कसैको बिहे भएको छ भने आफ्नो बुढी ल्यायो। बेसिकली घरबाट कुनै पनि ऱ्यान्डम थिङ्सहरू ल्याउँछन् र भिडियो बनाउँछन् जस्ट टु मेक अ फन मोमेन्ट। सो सोसल मिडिया टिमले एचआरलाई यस्तो यस्तो भिडियो बनाउनु छ रिल, सो सबैलाई अफिसमा भनिदिन्न कि केही न केही ऱ्यान्डम थिङ्सहरू लिएर आउनको लागि भन्यो। एचआर आयो, एचआरले हामीलाई भन्दै थियो, सो गाइज भोलि हामी यस्तो यस्तो भिडियो बनाउँदैछौँ, सो एभ्री वान प्लिज ब्रिङ सम ऱ्यान्डम थिङ्स टु अफिस भनेर। त्यतिमै मेरो त्यही नेवार साथी, साथी ऱ्यान्डम थिङ्स भनेको बम होइन नि फेरि? के भन्नु यसलाई? म उठेँ त्यहाँबाट, आफ्नो ब्याग बोकेँ र निस्केँ त्यहाँबाट। म यस्तो अफिसमा काम गर्दिनँ भनेर गएँ म फेरि अर्को अफिस इन्टरभ्यू दिनलाई। राम्रै गयो इन्टरभ्युअरले मलाई, सो अर्षद यु हेभ बिन सेलेक्टेड, नाउ लेट मी टेल यु वाट काइन्ड अफ पर्क्स युल बी गेटिङ फ्रम आवर कम्पनी भनेर भन्नुभयो। मैले भने पोर्क? जसलाई थाहा छैन हामी मुस्लिमहरूमा पोर्क खाँदैनौँ। सो मैले भने, तर म्याम म त पोर्क खाँदिनँ त। पोर्क होइन अर्षद, पोक्स।
बेनिफिट्स ओ ओके भन्नुभयो मलाई अफिसमा मैले पाउने बेनिफिट्सहरू तर लास्टमा हेर्नुहोस् तपाईँले अफिसमा प्रोफेसनलिजम मेन्टेन गर्नुपर्ने हुन्छ है अफिसको सबै फिमेल कलिग्सहरूलाई तपाईँले आफ्नो दिदीबहिनी जसरी नै मान्नुपर्ने हुन्छ है भन्नुभयो मैले भने नो प्रब्लम म्याम नो इस्युज फर मी जसलाई थाहा छैन मुस्लिम हुनुको पनि आफ्नै पर्क्सहरू छन् थ्याङ्क यू